सबैलाई जय मसीह, हालेलुया, परमेश्वरलाई महिमा होस्। साँच्ची नै हरेक हप्ता यो भवनमा आएर परमेश्वरलाई आराधना गर्नु कति आनन्दको कुरा। जब यो आइतबार, भोलि आज शनिबार हुन्छ अनि भोलि आइतबार अब चर्च जानुपर्छ भनेर म सोच्छु। अनि सोच्दै गर्दाखेरि मलाई यति साह्रो आनन्द हुन्छ तपाईँहरूसँग भेटेर, मण्डलीसँग मिलेर प्रभुलाई आराधना गर्नु। किन भन्दै गर्दाखेरि वचनमा यसरी लेखिएको छ, जब हामी एक भएर हामी उहाँलाई आराधना गर्छौँ त्यहाँनिर शक्तिशाली कामहरू हुन्छ। आमेन। र परमेश्वरले हाम्रो बिचमा शक्तिशाली कुराहरू गर्नुहुन्छ। बाइबलमा पनि हामी देख्छौँ, जब पत्रुस जेलमा थियो, जेलखानामा थियो, अनि मण्डलीले एक भएर प्रार्थना गरेको थियो, एक मन भएर प्रार्थना गरेको थियो। त्यहाँनिर सबैको मन एउटै थियो, एउटै प्रार्थना थियो उनीहरूको, होइन? कसैले आफ्नो सेल्फिस नेचरमा आएर आफ्नो लागि मात्र प्रार्थना गरेको थिएन त्यहाँ, तर सबैले कसको लागि प्रार्थना गरिरहेको थियो? पत्रुसको लागि गरिरहेको थियो। तर पत्रुसको लागि सबै मिलेर प्रार्थना गरेको कारणले गर्दाखेरि प्रभुले त्यहाँनिर पत्रुसको जीवनमा मिराकल गर्नुभएको छ। हामी पनि जब हामी मण्डली एक भएर हामी प्रभुलाई हामी आएर आराधना गर्छौँ, एक भएर एक मन र एक चित्तले गरेको प्रार्थना र त्यो आराधनाले चाहिँ शक्तिशाली कामहरू हुनसक्छ। आमेन। मैले हिजो बेलुकी राति बसेर म आफ्नो कोठामा बसेर टेबलमा बसेर मैले प्रभुलाई सोधिरहेको थिएँ, मैले प्रभु के छ तपाईँको वचन, के बोल्न चाहनुहुन्छ भनेर मैले प्रभुसँग प्रार्थना गर्दै गर्दाखेरि अनि प्रभुले मलाई यो वचन दिनुभयो, धर्मीजन सातैपल्ट लडे पनि त्यो व्यक्ति फेरि पनि उठ्छ भन्ने वचनलाई प्रभुले मेरो हृदयमा हालिदिनु भयो। अनि हामी पास्टरहरू चाहिँ, हामी अगुवाजनहरू चाहिँ मलाई के लाग्छ भन्दै गर्दाखेरि प्रभुले हामीलाई यो जग्गामा हामीलाई त्यसरी राख्नु भएको छैन। अनि म एभ्रिडे म प्रार्थना गर्छु, प्रभुसँग भन्छु कि प्रभु तपाईँले चाहिँ हामीलाई यस्तो व्यक्ति नियुक्त गर्नुभएको छ कि हामी चाहिँ अरूको हृदयमा हामी जीवन बोल्ने व्यक्तिहरू हामी हौँ। अनि धेरैचोटि हाम्रो जीवनबाट नकारात्मक कुराहरू आउनु हुँदैन, नकारात्मक शब्दहरू हाम्रो जीवनबाट निक्लनु हुँदैन, तर हाम्रो जीवनबाट चाहिँ मानिसको हृदयमा जीवनको कुराहरू बग्न पर्छ। अनि जब परमेश्वरसँग म यो बिन्ती गर्छु, परमेश्वरलाई म यो भन्छु, प्रभुले मेरो हृदयमा उहाँको वचनहरू हालिदिनुहुन्छ। अनि जब मेरो हृदयमा हालिदिनुहुन्छ भने त्यो वचनहरू चाहिँ तपाईँहरू कहाँ मैले बाँड्दै गर्दाखेरि म आशा गर्छु तपाईँ पनि आशिषित हुनुहुनेछ। आमेन। अनुसार हामी प्रार्थना गर्नेछौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद सुनाउँछौँ। आजको दिनमा साँच्ची नै तपाईँको उपस्थिति यहाँभित्र छ। अनि हामी जे गरे पनि, जसो गरे पनि हामी तपाईँको उपस्थिति बेगर हामी केही पनि गर्न सक्दैनौँ। We can do nothing without your presence, Lord. We need you and we need you every hour. हामीलाई त हरेक घडी, हरेक समय हामीलाई तपाईँको खाँचो छ। धन्यवाद। हामीलाई तपाईँको छत्र छाया, तपाईँको पखेटा मुनि हामीलाई लुक्न सिकाउनुहोस्। जसरी म यहाँ उभिएको छु, म बोल्ने होइन, पवित्र आत्मा ममा भएर बोल्नुहोस्। यो माइक्रोफोन, यो पोडियम, हरेक कुरा तपाईँको कन्ट्रोलमा म दिँदछु। येशू ख्रीष्टको नाममा माग्छौँ, आमेन। र विशेष गरी तपाईँले मेरो साथमा हितोपदेश 24:16 तपाईँले खोलिदिनुहोस्। हामी यहाँ पाठ गर्नेछौँ। हितोपदेश 24:16 यसरी लेखिएको छ, इमान्दार मानिस जतिपल्ट लड्छ उतिपल्ट ऊ खडा हुन्छ र विपत्तिले दुष्टलाई विनाश गर्छ। यहाँनिर हेर्नुहोस्, अर्को सरल ट्रान्सलेसनमा हेर्दै गर्दा किनकि धर्मी मानिस सातैपल्ट लड्यो भने पनि त्यो उठ्छ, तर दुष्टलाई विपत्तिले नाश गर्छ। आज हामी यहाँनिर नि हामीले के हेर्दैछौँ भन्दाखेरि इमान्दार मान्छे अथवा राइचियस व्यक्ति, धर्मी मान्छे, इङ्ग्लिसमा यसरी भन्दछ राइचियस म्यान, राइचियस पिपल, जतिपल्ट सातैपल्ट लडे पनि त्यो व्यक्ति खडा हुन्छ। आज ओलम्पिक तपाईँले ओलम्पिक हेर्नु भएको छ? ओलम्पिकको गेम्सहरू तपाईँले कतिजनाले हेर्नु भएको छ? ओलम्पिकमा मानिलिनुहोस् एउटा रेस ट्र्याक हुन्छ, विभिन्न ट्र्याक, आफ्नो ट्र्याकमा एक एकवटा व्यक्ति कुदिरहेको हुन्छ।
तर कुद्दै 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 जाँदाखेरि एउटा व्यक्ति चाहिँ ब्ल्याङ्गै पछारिन्छ। सुन्नुहोस् है, ब्ल्याङ्गै पछारिन्छ। तर त्यो व्यक्ति उठेर फेरि पनि ऊ कुद्न सुरु गर्छ, उठेर फेरि पनि कुद्न सुरु गर्छ। तर त्यो व्यक्ति फिनिस लाइनमा पुग्दै गर्दाखेरि अरूले अगाडिबाट नै जितिसकेको हुन्छ। किन भन्दै गर्दाखेरि त्यो व्यक्ति लड्यो। तर ठुलो कुरा चाहिँ, ब्युटिफुल कुरा चाहिँ त्यहाँनिर के छ भन्दै गर्दाखेरि त्यो व्यक्ति लड्नु त लड्यो, तर उसले आफ्नो जुत्तालाई दोष दिएन, उसले आफ्नो कुद्ने ट्र्याकलाई दोष दिएन। तर उसले के गर्यो, लडेको थियो तर उठेर ऊ फेरि पनि कुद्यो अनि ऊ फिनिस लाइनमा पुग्न सक्यो। आज तपाईँ अनि मेरो जीवनमा पनि हामी धर्मी व्यक्तिहरू, परमेश्वरले आज उहाँको राज्य अनि धार्मिकतालाई खोजी गर्न त प्रभुले हामीलाई बोलाउनु भएको छ। तर हामी हाम्रो जीवनमा, हाम्रो आत्मिक यात्रामा हामी हिँड्दै गर्दाखेरि हामी कसैले पनि भन्न सक्दैनौँ म लडेको छुइनँ भनेर। सुन्नुहोस्, मैले पनि भन्न सक्दिनँ म लडेको छुइनँ, म लड्दिनँ भनेर। मैले पनि म भन्न सक्दिनँ, इभन आई फल। तर राइचियस भन्ने धर्मी व्यक्ति चाहिँ नि लड्नु मात्र ठुलो कुरा होइन, तर त्यो व्यक्ति चाहिँ उठेर कुद्नु फेरि पनि ठुलो कुरा हो। आमेन। आज लड्नु मात्र चाहिँ लडिरह्यो भने चाहिँ त्यो व्यक्तिले आफ्नो लाइफलाई कम्प्लेन गरिबस्छ त्यहाँ बसेर। सुन्नुहोस्, आफ्नो इस्युजहरूलाई उसले कम्प्लेन गरिबस्छ। तर यहाँनिर हामी दुईवटा क्याटेगोरी हामी देख्छौँ। हितोपदेश 24को 16मा हामी हेर्दै गर्दाखेरि दुईवटा क्याटेगोरी हामी देख्छौँ। त्यहाँनिर चाहिँ के छ भन्दै गर्दा धर्मी व्यक्ति अनि अधर्मी व्यक्तिको कुरा गरेको छ। यहाँनिर तपाईँले हेर्नुहोस्, किनकि धर्मी मानिस 7 पटक लड्यो भने पनि त्यो उठ्छ, धर्मी व्यक्तिको कुरा छ। अर्को, तर दुष्टहरूलाई विपत्तिले नाश गर्छ। दुष्टहरूलाई चाहिँ अनराइचियस, अधर्मी व्यक्तिहरूसँग तुलना गरिएको छ। अब यहाँनिर हामी के हेर्छौँ भन्दै गर्दा बाइबलमा हामी यस्तो व्यक्तिलाई हामी देख्छौँ जुन व्यक्ति चाहिँ परमेश्वरको यस्तो एकदमै नजिक रहने व्यक्ति, अनि उसले आराधना गर्दै गर्दा भूतात्माहरू निक्लिने होइन, अनि उसले आराधना गर्दै गर्दा उसको वरिपरि को छ उसलाई वास्ता हुन्थेन। तर ऊ के छ, यो व्यक्तिको नाउँ चाहिँ दाउद हो। अनि यो व्यक्ति चाहिँ कस्तो पदमा छ, राजाको पदमा छ। अनि यो व्यक्ति नि लाई परमेश्वरले छान्नुहुन्छ। तर यो व्यक्ति राजमहलमा जन्मेको व्यक्ति पनि होइन, यो व्यक्ति ठुलो घरानामा जन्मेको व्यक्ति पनि होइन, यो व्यक्ति रोयल फ्यामिलीमा जन्मेको व्यक्ति पनि होइन। तर यो व्यक्ति कस्तो व्यक्ति हो भन्दै गर्दाखेरि चाहिँ यो व्यक्ति चाहिँ भेडा चराउने व्यक्ति हो, गोठाला हो। सुन्नुहोस् है, गोठाला हो। जङ्गलमा ऊ एभ्रिडे बस्छ। तर जङ्गलमा बस्दै गर्दाखेरि परमेश्वरले उसको जीवनको उद्देश्य चाहिँ महान राखेको छ। परमेश्वरले उसको जीवनको कथालाई चाहिँ माथिको कथा, माथिको आयामहरूमा परमेश्वरले लेख्नु भएको छ। तर एक दिन परमेश्वरले छान्नुहुन्छ, उसलाई अभिषेक गर्नुहुन्छ, राजा नियुक्त गर्नुहुन्छ, इजरायलको राजा नियुक्त गर्नुहुन्छ। हामी सबैलाई थाहा भएको कुरा। तर दाउदले वरिपरि को छ उसलाई वास्ता हुन्थेन परमेश्वरलाई आराधना गर्दै गर्दा। यरुशलेममा नि त्यो सन्दुक फर्काएर ल्याउँदै गर्दाखेरि आफ्नै बुढीले पनि, आफ्नै श्रीमतीले पनि दाउदलाई सरापेको छ। तिमीले कसरी चाहिँ, तिमीले राजा भएर तिमीले कसरी मानिसहरूको अगाडि नाङ्गै भएर तिमी आराधना गर्न सकेको भनेर आफ्नै बुढीले पनि त्यसरी त्यो कुराहरू भन्छ। तर दाउदलाई वास्ता हुँदैन, किनभने उसले परमेश्वरलाई माया गरेको छ। तर एक समय यस्तो समय आउँछ जुन समय चाहिँ दाउदले नि परमेश्वरलाई माया गर्ने व्यक्ति छ। तर यो व्यक्तिले एक दिन पाप गरी पठाउँछ, उसले गल्ती काम गरी पठाउँछ। ऊ राजमहलको बाहिर हिँड्दै गर्दाखेरि उसले बेत्सेबालाई देख्छ, नुहाउँदै गरेको देख्छ। अनि नुहाउँदै गरेको देखिसकेर त्यस समय उसले बेत्सेबालाई आफ्नो राजमहलमा बोलाएर उसले व्यभिचार गरी पठाउँछ। त्यति मात्र होइन, तर उसले आफ्नो स्वास्नी बनाउनको निम्ति बेत्सेबाको पतिलाई उसले हत्या पनि गर्छ। तर नाथन अगमवक्ता आएर जब दाउदलाई तिमीले यो पाप गरेको छौ, तिमीले यो गल्ती काम गरेको छौ, तिमीले परमेश्वरको विरुद्धमा तिमीले गलत काम गरेको छौ भन्दै गर्दाखेरि दाउदले नि
इमानदारी साथ नि एक्सेप्ट गरेर त्यो कुरालाई उसले ग्रहण गरेर परमेश्वरको अगाडि गएर उसले पश्चाताप गर्न सुरु गरेको छ। सुन्नुहोस्, पश्चाताप गर्न सुरु गरेको छ। किन भन्दै गर्दाखेरि पहिला सुरु चाहिँ नि किन दाउद परमेश्वरको हृदयले चाहेको व्यक्ति भयो भन्दै गर्दा मैले तपाईँलाई यो कुरा धेरैचोटि मैले भनेको, किनभने उसले चाहिँ परमेश्वरको वचनलाई माया गर्थ्यो। ही वाज अ लभर अफ गड, परमेश्वरलाई माया गर्ने व्यक्ति थियो। तर आजको दिनमा हाम्रो धर्मीजनहरू, तपाईँ अनि मलाई हरेकलाई परमेश्वरले धार्मिकताको मार्गमा हिँड्नको निम्ति हामीलाई बोलाउनु भएको छ। अब धार्मिकताको मार्गमा हिँड्ने व्यक्तिहरू चाहिँ अधर्मी हुन्छ? हुँदैन नि। तर धार्मिकताको मार्गमा हिँड्ने व्यक्तिहरू कस्तो हुन्छ? धर्मी हुन्छ, राइचियस हुन्छ। अनि आज म तपाईँहरूलाई म के उत्साह गर्न चाहँदैछु यहाँनिर भन्दै गर्दाखेरि, धर्मी व्यक्तिहरू सातैपल्ट लड्छ, तर लड्ने पहिलो लडेर उठ्ने पहिलो बुदा चाहिँ नि तपाईँ अनि मेरो निम्ति चाहिँ रिपेन्टेन्स हो, पश्चाताप हो। यदि पश्चातापी हृदय हाम्रो जीवनमा छैन भने हामी उठ्न सक्दैनौँ। सुन्नुहोस्, पश्चाताप हामी रियलाइज हामीले गरेनौँ, हामीले गरेको गल्तीलाई हामीले रियलाइज गरेनौँ भने प्रिय आज तपाईँ अनि म उठ्न सक्दैनौँ। हामीले गल्ती गरी पठाउँछौँ नि, कसले चाहिँ हामी भन्न सक्छौँ मैले गल्ती गरेको छुइनँ भनेर? यहाँनिर हामी कसैले पनि भन्न सक्दैनौँ। हामीले सबैले हामी लडेको छौँ, हामी गिरेको छौँ। तर प्रिय रिपेन्टेन्स, पश्चाताप चाहिँ नि तपाईँ अनि मेरो निम्ति पहिलो बुदा हो उठेर हिँड्नको निम्ति पहिलो बुदा चाहिँ तपाईँ अनि मेरो निम्ति पश्चाताप हो। एउटा सानो नानी रुममा खेलिरहेको हुन्छ, एउटा सानो नानी रुममा खेल्दै गर्दाखेरि आमाले सजाएको त्यो फ्लावर भेस हुन्छ, माटोको भाँडामा चाहिँ आमाले एउटा फुल राखेको हुन्छ सिटिङ रुममा। अनि अचानक त्यो नानीले त्यो भेसलाई फुटाइ पठाउँछ अनि भुइँभरि छल्ला बिल्ला हुन्छ। ऊ डराउँछ एकदमै, ला अब आमाले मलाई कुट्छ, आमाले मलाई अब कराउँछ, ला म के गर्नु भनेर त्यो नानीले एक दुईवटा टुक्रा टिप्ने प्रयास गर्छ त्यो भुइँबाट। तर टिप्दै ऊ डराएर सोफा पछाडि गएर लुक्छ अनि आमा आइपुग्छ। आमाले यसो हेर्छ, यहाँनिर केही गलत काम भएको छ, समथिङ इज रङ, केही कुरा भएको छ। अनि आमाले यसो हेर्दै गर्दाखेरि त्यो नानीले फ्लावर भेस फुटाएको देख्छ। अनि आमाले सोध्छ, के गर्यौ नानी तिमीले? अनि त्यो नानी काम्दै डराउँदै त्यो आमालाई भन्छ कि आमा मैले खेल्दै गर्दाखेरि यो भेस फुटाइ पठाएँ, यो भाँडा फुटाइ पठाएँ। अनि त्यो आमाले नि त्यो नानीलाई के गर्छ भन्दै गर्दाखेरि त्यो आमाले घोडा टेक्छ अनि नानीलाई छेउमा बोलाउँछ अनि अङ्गलोमा हालेर भन्छ, इट्स ओके, ठिकै छ, तिमीले फुटायौ, औ हामी सँगै यसलाई सफा गरौँ भनेर त्यो आमाले भन्छ। क्या आज तपाईँ अनि मलाई पनि नि परमेश्वरले यस्तै गर्नुहुन्छ। हाम्रो पिताले, हाम्रो येशूले हामीलाई यस्तै प्रकारले प्रभुले हामीलाई अङ्गला हाल्नुहुन्छ। जब हामी पनि भाँचिएको छौँ नि त, कुनै न कुनै जग्गामा हामी लडेको छौँ, कुनै न कुनै जग्गामा गएर हामीले मिस्टेक गरेको छौँ, कुनै न कुनै जग्गामा गएर हामीले कुनै कुरालाई हामीले तोडेको छौँ, फुटाएको छौँ, फुटेको छ हाम्रो जीवन। तर इमेजिन जब पश्चातापी हृदय लिएर धार्मिकताको मार्गमा तपाईँ अनि म हिँड्दै गर्दा, परमेश्वरलाई हामी माया गर्दै गर्दा, आइतबार हामी सन्डे आएर प्रभुलाई आराधना गर्दै गर्दा, प्रिय जब हामी पश्चातापी हृदय लिएर हामी उहाँको अगाडि हामी जान्छौँ नि, प्रभुले भन्नुहुन्छ, छोरा छोरी आऊ, तिम्रो भत्केको कुरालाई हामी सँगै बनाऊ, तिम्रो भत्केको कुरालाई हामी सँगै निर्माण गरौँ। यु आर नट अलोन, तिमी एक्लै छैनौ, म तिमीसँग छु। त्यो आमाले जसरी त्यो नानीलाई अङ्गला हाले नि, त्यसरी नै प्रभु येशूले पनि तपाईँलाई अङ्गला हाल्नुहुन्छ अनि भन्नुहुन्छ, तिमीले भत्कायौ, तिम्रो जीवन भत्कियो त, तर यदि तिमीले आफ्नो गल्तीलाई तिमीले लुकायौ, यदि तिमी उठ्ने प्रयास गरेनौ, तिमीले एडमिट गरेनौ भने, प्रभु मैले मेरो जीवनमा यो कुरा भत्केको छ, मेरो जीवनमा यो कुरा मेरो बिग्रेको छ भनेर तिमीले एडमिट गरेनौ भने म कसरी तिमीलाई अङ्गला हाल्नु? यदि त्यो नानीले नि त्यो आमालाई
मैले भत्काएँ, मैले गलत काम गरेँ, मैले त्यो फ्लावर भेस मैले फुटाएँ भनेर नभनेको भए, एडमिट नगरेको भए सायद त्यो नानीले गाली खाने थियो होला, मलाई लाग्छ। तर नि प्रिय हो, मलाई यस्तो हो कि परमेश्वरको क्यारेक्टर चाहिँ यस्तो क्यारेक्टर हो, परमेश्वरको चरित्र चाहिँ यस्तो चरित्र हो, जुन चरित्रले चाहिँ नि जहिले पनि तपाईँ अनि मलाई अँगाल्छ, जुन चरित्रले चाहिँ जहिले पनि हामीलाई भन्छ कि तिमी सुन्दर छौ, जुन चरित्रले चाहिँ हामीलाई जहिले पनि भन्छ कि छोरा तिमी लडे पनि तिमी उठ्न सक्छौ, जुन चरित्रले चाहिँ हामीलाई यसरी भन्छ कि छोरी तिमी 7 पल्ट लडे पनि तिमी उठ्न सक्छौ। किन भन्दै गर्दाखेरि तिमीले मेरो धार्मिकतालाई खोजेको छौ, तिमीले मेरो राज्यलाई खोजेको छौ। जब तिमीले मेरो राज्यलाई खोज्छौ, जब तिमीले मेरो धार्मिकतालाई खोज्छौ, सबै कुरा अब तिम्रो जीवनमा म थप्दैछु। आमेन, आमेन, हालेलुया। सबै कुरा तिम्रो जीवनमा म थप्दैछु। यु आर नट अलोन, हामी एक्लै छैनौँ त प्रिय। यदि हामीले हाम्रो पापलाई हामीले लुकायौँ भने, हामीले उहाँको अगाडि हामीले लगेनौँ भने, हाम्रो भत्केको कुरालाई उहाँको अगाडि हामीले देखाएनौँ भने हामी निर्माण हुन साह्रो पर्छ हामीलाई। सुन्नुहोस्, म पनि एक समय म भत्केको मान्छे हो, म पनि बिग्रेको मान्छे हो, तर म आज किन यहाँ खडा छु? मेरो जीवनमा हरेक दिन परमेश्वरको उद्देश्य किन पुरा हुन्छ? मेरो परिवारमा हरेक दिन परमेश्वरको उद्देश्य किन पुरा हुन्छ? किन भन्दै गर्दाखेरि म लडे पनि उठ्न मैले सिकेको छु, म लडे पनि फेरि उठेर म हिँड्न मैले सिकेको छु। चाहे मैले मेरो त्यो रेसलाई म नजितुँ, चाहे मेरो परमेश्वरले राखिदिनु भएको उद्देश्यमा म ढिलो पुगौँ, तर म उठेर म हिँड्छु। किन भन्दै गर्दाखेरि जब हामी उठेर हिँड्छौँ हामीले त्यो रेसलाई जित्नै पर्दैन। तर प्रिय, म तपाईँलाई भन्न चाहन्छु, हामी फिनिस लाइनमा हामी पुग्न सक्छौँ। आमेन, हामी फिनिस लाइनमा हामी पुग्न सक्छौँ। एडमिट गरौँ आजको दिनमा, यदि तपाईँ धार्मिकताको मार्गमा तपाईँ हुनुहुन्छ अनि तपाईँ उठेर तपाईँ हिँड्न चाहनुहुन्छ भने, रिमेम्बर, यदि तपाईँ लड्नु भयो भने पनि तपाईँ उठ्न सक्नुहुन्छ। रिपेन्टेन्सले चाहिँ नि तपाईँ अनि मेरो जीवनमा परमेश्वरको राज्यलाई निर्माण गर्छ। दोस्रो कुरा, जब रिपेन्टेन्स हाम्रो जीवनमा हुन्छ नि, पश्चातापको कुराहरू जब हाम्रो जीवनमा हुन्छ नि, त्यति बेला चाहिँ नि रेस्टोरेसन आउँदो रहेछ, पुनर्स्थापनाको कुराहरू आउँदो रहेछ। एउटा बुढो मान्छे हृदय गरेको हुन्छ। सुन्नुहोस् है, ब्युटिफुल कुरा म तपाईँको अगाडि म ल्याउँदैछु। बुढो मान्छे, मेरो छोराले पनि मजाले हेरिरहेको छ मलाई। बुढो मान्छे हिँड्दै गरेको हुन्छ, हिँड्दै गर्दाखेरि त्यो बुढो मान्छेले मैला फ्याँक्ने जग्गामा नि कसैले भाँचिएको चियरलाई देख्छ, कसैले फ्याँकेको भाँचिएको चियर देख्छ। अनि त्यो बुढो मान्छेले नि त्यो चियरलाई मन पराउँछ। अनि त्यो चियरमाथि नि हेर्दै गर्दा त्यो बुढो मान्छेले पोटेन्सियल देख्छ, क्षमता देख्छ त्यो चियरमाथि। अनि त्यो बुढो मान्छेले त्यो फ्याँकेको चियरलाई उठाएर घर लान्छ। अनि घर लगेर यसो हेर्छ, अति नै मन पराउँछ। खुट्टा छैन, रङहरू उडेको छ, तर त्यो मान्छेले के गर्छ भन्दै गर्दाखेरि नि त्यो चियरलाई नि फेरि पनि उसले पलिस गर्छ। घन्टौँ घन्टा लगाएर, दिन लगाएर त्यो बुढो मान्छेले त्यो चियरलाई बनाउने सुरु गर्छ। उसले बनाउन सुरु गर्छ। भाँचेको खुट्टालाई उसले फेरि पनि नयाँ खुट्टा लगाइदिन्छ, जोडिदिन्छ, रङ लगाइदिन्छ, ब्युटिफुल कलर लाउँछ। अनि कलर लगाइसकेर नि यसो हेर्छ, ओहो यो चियर त कति दामी चियर भयो, कति ब्युटिफुल चियर भयो। अनि त्यो चियरलाई नि त्यो बुढो मान्छेले घरमा राख्छ। अनि उसले प्रयोग गर्न सुरु गर्छ। त्यस्तै गरेर नि प्रिय, हामीलाई पनि संसारले त्यो चियर जस्तो हामीलाई फ्याँकिदिएको थियो। संसारले आज हुनसक्छ हाम्रो जीवनको अस्तित्वलाई बुझेको थियो, बुझेन। तर आज म तपाईँलाई म के भन्न चाहन्छु, हाम्रो पास्टको मिस्टेकले गर्दा, हाम्रो फेलियर्सले गर्दा
हामीलाई रिजेक्सन, तिरस्कृतको कुराहरू हाम्रो जीवनमा भएको कारणले गर्दा हामी तिरस्कृत भएको थियौँ होला। तर प्रिय, त्यो बुढो मान्छेले जसरी त्यो चियरलाई टिपे नि, हामी पनि महिला जग्गामा एक समय फाँकिएको व्यक्तिहरू हामी हौँ। सुन्नुहोस्, महिलामा फाँकेको चियर जस्तो हाम्रो जीवन पनि एक समय त्यस्तो जीवन थियो। तर नि जब प्रभुलाई तपाईँ अनि मैले ग्रहण गऱ्यौँ, जब प्रभुलाई तपाईँ अनि मैले मुक्तिदाता प्रभु येशू भनेर हामीले स्वीकार्यौँ, त्यति बेला प्रभुले तपाईँ अनि मलाई टपक्क टिप्नुभयो। हेर्नुहोस्, तर अहिले पनि हामीलाई धेरैचोटि यस्तो लाग्छ कि म चाहिँ तिरस्कृत भएको छु। अहिले पनि हामीलाई यस्तो लाग्छ मेरो जीवनमा फेलियरको कुराहरू छ। अहिले पनि हुनसक्छ हाम्रो जीवनमा यस्तो लाग्छ कि मेरो जीवनमा पास्टको कुराले आज म बढ्न सकेको छुइनँ। तर म आज भन्न चाहन्छु, आजको दिनमा यो समयमा 12:40 आज म तपाईँको अगाडि परमेश्वरको जिउँदो वचनलाई म घोषणा गर्दैछु कि प्रभुले तपाईँलाई जसरी त्यो बुढा मान्छेले चियरलाई टिपेर पुनर्स्थापना गर्नुभयो भने आज परमेश्वरले तपाईँलाई पनि त्यो जग्गाबाट टिपेर पुनर्स्थापना गर्नुहुँदैछ। तपाईँको जीवनलाई फेरि पनि पुनर्स्थापित प्रभुले गर्नुहुँदैछ, किनभने तपाईँ चाहिँ परमेश्वरको अगाडि मूल्यवान व्यक्तिहरू तपाईँ हुनुहुन्छ। हुनसक्छ संसारले तपाईँलाई तिरस्कृत गर्यो होला, संसारले तपाईँलाई फेलियर भन्यो होला, संसारले तपाईँलाई वर्थलेस भन्यो होला, मूल्य बिनाको मान्छे भन्यो होला, तर प्रभुले तपाईँलाई मूल्यवान व्यक्तिहरू प्रभुले तपाईँलाई तुल्याउनु भएको छ। अनि आउँदो दिनमा परमेश्वरको महिमा चाहिँ तपाईँको जीवनमा परमेश्वरले पुरा गर्नु हुँदैछ। रोमीको किताबमा यसरी लेखिएको छ, उहाँलाई माया गर्ने हरेक व्यक्तिहरूलाई परमेश्वरले सबै कुरा मिलाएर उहाँले भलाइको कुराहरू गर्नुहुन्छ। आमेन। मेरो जीवनमा अनि मेरो श्रीमतीको जीवनमा, हामी दुईजनाको जीवनमा धेरैवटा अप एन्ड डाउनको कुराहरू, हाम्रो म्यारिजमा अप एन्ड डाउनको कुराहरू आयो, हाम्रो फ्यामिली लाइफमा अप एन्ड डाउनको कुराहरू आयो। तर तपाईँलाई थाहा छ ब्युटिफुल कुरा, हामी किन स्थिर भएर बस्न सक्यौँ, हामी किन बलियो भएर बस्न सक्यौँ, किन भन्दै गर्दाखेरि हाम्रो साथमा चाहिँ परमप्रभु परमेश्वर हुनुहुन्थ्यो। हामीलाई हिँड्न प्रभुले सिकाउनु भयो। म गिरेको मान्छे हो, म लडेको मान्छे हो। तपाईँले मलाई यहाँनिर देख्दै गर्दाखेरि ब्युटिफुल राम्रो व्यक्ति देख्नुहुन्छ, राम्रो वचन प्रचार गर्दै गरेको देख्नुहुन्छ। तर मलाई प्रभुले किन यो स्थितिमा, यो जग्गामा प्रभुले मलाई किन फेरि पनि पुनर्स्थापना गर्नुभयो भन्दै गर्दाखेरि नि, प्रभुको अगाडि मेरो भल्नरेबिलिटी मैले देखाइदिएँ। भल्नरेबल म भएँ, प्रभुको अगाडि म भल्नरेबल भएर म गएँ। यदि मेरो डार्क सिक्रेटहरू तपाईँलाई मैले बताएँ भने, पहिलाको जुन मिस्टेकको कुराहरू तपाईँलाई मैले बताएँ भने, हुनसक्छ तपाईँले मलाई अर्कै नजरले हेर्नुहुन्छ। तर जुन कुरा मेरो सिक्रेट मैले प्रभुलाई मैले बताएँ नि, प्रभुले मलाई त्यो नजरले हेर्नु भएन। तर प्रभु आएर मलाई अँगाल्नु भयो, प्रभुले फेरि पनि मलाई पुनर्स्थापना गर्नुभयो। प्रभुले आज मलाई पुनर्स्थापना गर्नुहुन्छ भने प्रभुले तपाईँलाई पनि त पुनर्स्थापना गर्नुहुन्छ। मलाई बनाउनुहुन्छ भने प्रभुले तपाईँलाई पनि त बनाउनुहुन्छ। मेरो प्रभु हो नि, तपाईँको पनि त प्रभु हो। सो आज हामी किन हरेस खाने, आज हामी किन निराश हुने, हाम्रो जीवनमा कुनै कुरा नमिल्दै गर्दाखेरि आज हामी किन हरेस खाने। यहाँनिर आज हामी धेरैजना व्यक्तिहरू आज हामी छौँ होला, जुन व्यक्तिहरू चाहिँ आज हामी पास्टको कुराहरूमा आज हामी अड्केर बसेको छौँ। तर आज प्रेजेन्टको सिचुएसनमा हामी हेर्दै गर्दा प्रभुलाई न त ठिकसँगले, न त ठिक माइन्डले हामी आराधना गर्न सक्छौँ, न त राइट प्रकारले आज हामी कुनै कुरा गर्न सक्छौँ। तर आज प्रभु भन्नुहुन्छ, तिम्रो जीवनमा अब म रेस्टोरेसन ल्याउँदैछु, तिम्रो जीवनमा अब म पुनर्स्थापनाको कुराहरू म ल्याउँदैछु। तिमी एक्लै छैनौ, तिमी एक्लै छैनौ। पावल र सिलास जब त्यो झेलखानाभित्र उनीहरू आराधना गरिरहेको छ, सुन्नुहोस् प्रिय, आराधना गरिरहेको छ, ठिङ्गुराहरू ठोकेको छ, साङ्लाहरू लगाएको छ, उनीहरूको शरीरमा साङ्लाहरूले बाँधिएर उनीहरूलाई तन्काएको छ।
तर उनीहरू यति साह्रो आनन्दित भएर परमेश्वरलाई प्रशंसा गरिरहेको छ, आराधना गरिरहेको छ। अनि त्यति बेला नि प्रिय जगहरू हल्लन्छ, आराधना गर्दै गर्दा जगहरू हल्लन्छ। अनि त्यो जगहरू हल्लिँदै गर्दाखेरि नि उनीहरूको त्यो साङ्लाहरू फुक्लिएको छ। आज म तपाईँलाई भन्न खोजेको कुरा के भन्दै गर्दाखेरि नि पावल र सिलास कसरी पुनर्स्थापित भयो त्यहाँनिर थाहा छ? उनीहरू कसरी रेस्टोर भयो थाहा छ? प्रशंसाले। आमेन। प्रशंसाले रेस्टोर भयो। यो आज म तपाईँलाई भन्न चाहन्छु, तपाईँ थाकेको अवस्थामा प्रभुलाई तपाईँले प्रशंसा गर्नुहोस् त। तपाईँले आज रिजल्ट नदेख्दा तर भोलि तपाईँले देख्नुहुन्छ। म र मेरो श्रीमतीको जीवनमा, हामी दुईजनाको जीवनमा नि धेरैवटा कुराहरू छ जुन कुराहरू प्रभुले हाम्रो जीवनमा गर्नुभएको। तर जब हामीलाई अभाव हुन्छ, जब हामी खाँचोमा पर्छौँ, त्यति बेला म टेन्सन लिँदिनँ, हामीलाई गाह्रो हुन्छ। तर नि एउटा कुरा हामी याद गर्छौँ, एउटा कुरा जहिले पनि म याद गर्छु, त्यो चाहिँ के हो भन्दै गर्दा परमेश्वरको विश्वास योग्यता। अनि परमेश्वरको विश्वास योग्यताले चाहिँ हामीलाई जिउन सिकाउँछ। परमेश्वरको फेथफुलनेसले चाहिँ हामीलाई जिउन सिकाउँछ। हेर्नुहोस् प्रिय, आज तपाईँ भाँचिनु भएको छ, आज तपाईँ तोडिनु भएको छ, आज तपाईँको जीवनमा नमिलेको कुराहरू छ। तर रिमेम्बर, आज तपाईँ भाँचिनु भएको छ, तपाईँ भाँचेकै हुनुहुन्न। प्रभुले तपाईँलाई बनाउनुहुन्छ, प्रभुले तपाईँलाई निर्माण गर्नुहुन्छ, प्रभुले तपाईँलाई फेरि पनि उठेर हिँड्न सिकाउनुहुन्छ। त्यो सामर्थ्य प्रभुले तपाईँलाई दिनुहुन्छ, प्रभुले त्यो शक्ति तपाईँको जीवनमा प्रभुले दिनुहुन्छ, किनभने उहाँ चाहिँ शक्ति दिने परमेश्वर हुनुहुन्छ। आमेन। त्यो विश्वास योग्यतालाई याद गर्नुहोस्, प्रभुले तपाईँको जीवनमा गरेको कामलाई तपाईँले याद गर्नुहोस्, प्रभुको फेथफुलनेसलाई तपाईँले सम्झनुहोस्। तपाईँको जीवनमा कुनै न कुनै समय तपाईँको गोजीमा पैसा नहुँदै गर्दा, तपाईँको ढुकुटीमा अन्न नहुँदै गर्दा, तपाईँकोमा एक छाक खाने भाँडोमा तरकारी नहुँदै गर्दा प्रिय हो, तपाईँले परमेश्वरको विश्वास योग्यतालाई याद गर्नुहोस्। तपाईँको ढुकुटीमा आज छैन, तर हिजोको दिन त प्रभुले तपाईँको निम्ति जुटाउनु भएको छ नि त। हिजोको दिन त प्रभुले तपाईँको निम्ति जुटाउनु भएको छ, तर आज छैन त प्रभुले भोलि जुटाउनुहुन्छ नि त। प्रभुले ल्याउनुहुन्छ, प्रभुले बनाउनुहुन्छ। यति नै हो, प्रभुको समय बेग्लै छ। हामी कतिपल्ट प्रभुको समयलाई हामी बुझ्न सक्दैनौँ, कतिपल्ट प्रभुको समयलाई हामी जान्न सक्दैनौँ। कतिपल्ट हामीलाई लाग्छ कि प्रभुले ढिलो गर्नु हुँदैछ, कतिपल्ट हामीलाई लाग्छ कि प्रभुले हाम्रो प्रार्थना सुन्नु भएको छैन। तर लेट मी रिमाइन्ड यु, प्रिय मण्डली, म तपाईँलाई म यो याद गराउन चाहन्छु कि तपाईँको एक एकवटा शब्द प्रभुले सुन्नु भएको छ। तपाईँको एक एकवटा आँखाबाट झरेको त्यो एक एक बुँद आँसु प्रभुले देख्नु भएको छ। तपाईँको छोराछोरीले तपाईँले बगाएको आँसु नदेखेको होला, तपाईँको बुढाले तपाईँले बगाउनु भएको आँसु नदेखेको होला, तपाईँको बुढीले तपाईँले बगाउनु भएको आँसु नदेखेको होला। तर प्रिय, म तपाईँलाई भन्न चाहन्छु, गुप्तमा हुने परमप्रभु परमेश्वर तपाईँको पिताले तपाईँको आँसुलाई देख्नु भएको छ। अनि ही विल एन्सर। उहाँले त्यो हरेक तपाईँले आँखाबाट बगाउनु भएको आँसुको उत्तर चाहिँ प्रभुले दिनु नै हुनेछ। आमेन। सो आज भजन सङ्ग्रह 34:19 यसरी लेखेको छ, धर्मी मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई सबैबाट उद्धार दिनुहुन्छ। आमेन। अब धर्मी व्यक्ति उठेर त हिँड्न सक्छ, सातैपल्ट लडे पनि ऊ उठेर त हिँड्न सक्छ, तर उठेर हिँड्दै गर्दा धर्मी व्यक्तिलाई विपत्ति आउँदैन भन्ने होइन। हाम्रो जीवनमा विपत्ति आउँछ, हाम्रो जीवनमा सङ्कष्टको कुराहरू आउन सक्छ। तर प्रिय,
सङ्कष्ट आउँदै गर्दाखेरि, हाम्रो जीवनमा विपत्ति आउँदै गर्दाखेरि पनि रिमेम्बर एउटा कुरा, परमेश्वरले चाहिँ हामीलाई सबै कुराबाट प्रभुले उद्धार गर्नुहुन्छ। आमेन, हालेलुया। सो यसैले गर्दा आज तपाईँको अवस्था कस्तो छ मलाई थाहा छैन, तर तपाईँको अवस्था तपाईँले आफैले देख्नु भएको छ। तपाईँको फ्यामिलीको अवस्था तपाईँले देख्नु भएको छ। तपाईँको जीवनलाई तपाईँले देख्नु भएको छ। आज यहाँनिर म प्रभुको आत्मामा म एउटा यो कुराहरू म सेन्स गर्छु। भित्रबाट प्रभुको आत्माले मलाई यो कुरा बताउनुहुन्छ कि यहाँनिर तपाईँहरू धेरैजना तपाईँ थाक्नु भएको छ। यु आर टायर्ड। तपाईँ धेरैचोटि तपाईँलाई प्रार्थना गर्नु पनि मन हुँदैन। तपाईँलाई आराधना गर्नु पनि तपाईँ सक्नुहुन्न। सो मेनी थिङ्स तपाईँको लाइफमा छ, धेरैवटा कुराहरू छ जुन कुराले गर्दाखेरि तपाईँको पाइलाहरू पनि सर्न तपाईँलाई गाह्रो पर्छ। तर आज प्रभु भन्नुहुन्छ तिमी लड्दै गर्दाखेरि पनि तिमीलाई उठ्ने साहस म दिँदैछु। तिमी लड्दै गर्दाखेरि पनि तिमीलाई म उठ्ने साहस दिँदैछु, किनभने तिमीले चाहिँ मेरो धार्मिकतालाई खोजेको छौ। प्रभु भन्नुहुन्छ यु आर नट अलोन। तपाईँ एक्लै हुनु हुँदैन। तपाईँको यात्रामा तपाईँ एक्लै हुनु हुँदैन। जसरी त्यो ओलम्पिकमा कुद्दै गरेको त्यो व्यक्ति लडेर पछि उठेर फेरि पनि कुद्छ अनि फिनिस लाइनमा पुग्छ। प्रियो, हाम्रो जीवनमा चाहिँ नि सबैभन्दा मुख्य कुरा चाहिँ तपाईँलाई माया गर्नुहुने प्रभु येशू हुनुहुन्छ। यदि आज हुनसक्छ तपाईँले आफ्नो प्राथमिकता तपाईँले बदल्नु भएको छ भने, तपाईँको जीवनको प्राथमिकतालाई तपाईँले बदलाउनु भएको छ भने प्रभुलाई तपाईँले प्राथमिकता बनाउनुहोस्। प्रभुलाई तपाईँको जीवनको अगाडि तपाईँले राख्नुहोस्। हेभी बर्डन, तपाईँको भारी कुरालाई अब तपाईँ आफै नउठाउनुहोस्, प्रभुलाई उठाउन दिनुहोस्। प्रभुलाई उठाउन दिनुहोस्। प्रभुलाई उठाउन दिनुहोस्। प्रभुलाई उठाउन दिनुहोस्। प्रभु तपाईँको साथमा हुनुहुन्छ। God is healing. प्रभुले यो समय नि त्यो छिया परेको हृदयमा प्रभुले उहाँको चङ्गाइलाई ल्याउनु हुँदैछ। प्रभु भन्नुहुन्छ छोरा छोरी, मलाई माया गर्ने व्यक्ति हो तिमी। मलाई माया गर्ने व्यक्ति हो। जब मलाई माया गर्छौ भने नि तिमी लड्दैनौ, तर तिमी लडे पनि म तिमीलाई उठाउँछु। मलाई माया गर, मेरो हृदयले चाहेको व्यक्ति हो। आउनुहोस् मण्डली, दाउद लडे तर दाउदलाई मैले उठाए, किनभने उसले मलाई माया गर्यो, उसले मलाई प्रेम गर्यो। तिम्रो जीवनको जुन कथा छ नि, त्यो कथा तिम्रो कथा होइन, तर त्यो कथा चाहिँ मैले लेखेको कथा हो। प्रभुले हरेकको हृदयलाई छुनु हुँदैछ यो समय। प्रभुले त्यो हृदयलाई पुनर्स्थापित गर्नु हुँदैछ। फेरि पनि प्रभुले त्यो हृदयलाई पुनर्स्थापित गर्नु हुँदैछ। ओ रे मान्दरा बाश्वररो, ओ येशू, हामी तपाईलाई उछाल्छौँ।
तपाईको छोराछोरीको हृदयको भाग, मनको चट्टान छ तपाईँ हुनुहुन्छ। संसारले वर्थलेस भन्छ, संसारले मूल्य बिनाको गन्छ। यदि तपाईकोमा पैसा छैन भने संसारले तपाईलाई एक कन्चीको पनि गन्दैन। तर प्रिय प्रभुले चाहिँ तपाईको जीवन खाली हुँदै गर्दाखेरि पनि तपाईलाई मूल्यवानको व्यक्ति भन्नुहुन्छ। तपाई रित्तिँदै गर्दाखेरि पनि प्रभुले तपाईलाई भर्न चाहनुहुन्छ। त्यो चाहिँ प्रभुको चरित्र हो। आउनुहोस्, यदि तपाईँ भरिन चाहनुहुन्छ, तपाईलाई लाग्छ म धार्मिकताको मार्गमा म फेरि पनि म खडा भएर म प्रभुको अगाडि म हिँड्छु, म भरिन चाहन्छु, म मूल्यवानको व्यक्ति म हुन चाहन्छु, मेरो ब्रोकननेस, मेरो भत्केको कुरा म प्रभुलाई म दिन चाहन्छु भनेर भन्नुहुन्छ भने तपाईँ अघि आउनुहोस्। म तपाईँ